ल मौरी काट्न आइयो है सबैजना। आइयो भाइ आइयो तयारी अवस्थामा। म त झोल पनि हेर। हस् हजुर हस् यता हो को हो यो ल ल हामी चाहिँ यसरी रेडी भयौँ। मौरी काट्ने ठाउँ म काट्ने ठाउँ चाहिँ यहाँ छ मिसिन यहाँ यसरी झुल टाँगेर झुलभित्र मिसिन छ। यहाँ आरी थापेको छ म निस्किने ठाउँमा। माथि म चाका हालेर यहाँ घुमाएपछि म यहाँबाट निस्किन्छ। मौरी चाहिँ यहाँ छन् हाम्रा यी। अनि मिसिन यता भयो। हामी यसरी तयार भयौँ। हामी चाहिँ ल लु कार्य सुरु गरौँ। पन्जा छैन अगाडि बसिरहेको छ अनि परन तान्दैन। पुरै टालेको पनि हुन्छ होइन? हुन्छ झ्याप्पै पनि टाल्छ। यो उठाउँदैछु हावाको लागि होइन पुरै उठाइसकेको छैन। चलाउनु भयो त्यसलाई ओपनर चाहिन्छ है। ओपनर चाहिन्छ। पहिले मौरी बढार्नुपर्छ। भरे ओपनर हालेपछि बढार्नु ल। ल भयो भयो काम आउँछ। मान्छे पुरै चाहिने मान्छे बिना त हुँदैन। अब चाहिँ छ धुवा छैन। ल यता ल होइन केही गर्दैन। उभिनु चुप्प लाएर उभिनु केही गर्दैन। धुवा यहाँ मैले यो समातेँ कि धुवा लाउँदा हुन्थ्यो। धुवा कहाँ छ? म धुवा हालिहाल्छु नि। एकचोटि धुवा हाल भाइ। ल भरि मौरी छ बाहिर आइहाल्छ। यतापट्टिबाट निकाल्नु पर्छ। योबाट निकाल है ल। यतापट्टिबाट निकाल। यसबाट यो छेउकोबाट ल यतापट्टि आइज ल। म यता आएँ। केराबारी 9 होइन? केराबारी 9 मोरङ 24 मह उद्योग। एउटा थिच ओलोलाई उदो थिच हो। बिस्तारै गर। अर्कोपट्टि पनि गर। म हार्भेस्टिङ हुँदैछ। यतापट्टिबाट थिच्नु त भाइ। यताबाट यहाँबाट आउँछ र पकाउनु त एन्टी लाइट पर्छ त्यताबाट। यताबाट आउनु त। भिडियो गरेर ल ल झार त खै हाम्रो 24 मह उद्योग के पो छ हाम्रो फार्मको नाम? 24 मह उद्योग केराबारी 9 देवीझोडाको। पुरै मह हो। यो कालो भएको यो बच्चा हो। यो सेतो भएको म यो टालेको जति मह हो तल। काट्नु पर्छ। यो यता यो म हो। यो चाहिँ पसन्दिएको छ मेसिनमा थिचै छैन। यो कालो बच्चा। यो भाले मौरी निस्किँदैछ यहाँ। भाले मौरी यति भए यहाँ चाहिँ म निस्किँदैछ। म हात हटाउनु मम्मी। यहाँ एउटा बट्टामा निकालियो। यहाँ चाका यसरी ल्याएर त्यहाँबाट चाका खोलेर त्यहाँ मिसिनमा हालेर घुमाएपछि म निस्किन्छ। यसलाई चाहिँ उल्टो सुल्टो दुईतिरैबाट घुमाउनु पर्छ अनि दुईतिरैको मह निस्किन्छ।
भरिन्छ कि क्या हो कति छ म त्यहाँ अलिकति छ भने त बन्द पो गर्नु कि अब यहाँ दिनेलाई दिइसकेर किन्नेले किनिसकेपछि अनि फेरि झार्दा हुन्छ यो चाहिँ बिक्री भइसकेको बाल्टिनको भएको छैन यहाँ त उता ढल्काउनु उता उता ढल्काउँदा अब ओ है पोलिथिन झारिसक्यो नि त म लाटीले फेरि अब पोखिन्छ कि जस्तो हो कि यो उसको यो घाट अलिक थिएछ न